साथीहरु नमस्ते, यहाँहरु सबैलाई एडसम्म स्वागत छ। आई होप यहाँहरु सबैजना आरामै हुनुहुन्छ होला। सो शाखा 2 को भ्याकेन्सी आइसकेको छ। सो अब एक्जाम आउन मात्र 53 दिन बाँकी छ। सो यो 53 डेज को समयलाई पनि तपाईले यदि राम्रोसँग प्रोडक्टिभ वेमा तपाईले चाहिँ यसलाई सदुपयोग गर्न सक्नुभयो भने पक्कै पनि यहाँहरुले यो सेक्सन अफिसरको यो फर्स्ट पेपरको एक्जाम तपाईले क्र्याक गर्न सक्नुहुन्छ। सो यहाँहरुले सेक्सन अफिसरको यो फर्स्ट पेपरमा अर्थात यो प्रिलिमिनरी एक्जाममा यहाँहरुले आईक्यू, जीके र इंग्लिश यो तीनवटा विषय पढ्नु पर्ने हुन्छ। यो तीनवटा विषयबाट तपाईको टोटल 100 वटा प्रश्न सोधिन्छन् र तपाईले चाहिँ यो 100 वटा प्रश्नबाट तपाईले चाहिँ 45 मार्क्स तपाईले सेक्युर गर्नुपर्छ। सो यसैको लागि हामी एडुसब एकेडमी प्लेटफर्ममा तपाईहरुमा हामीले यो फास्ट ट्र्याक ब्याच सुरु गरेका छौं, जहाँ तपाईलाई यो 53 डेज भित्र तपाईलाई हामीले कम्प्लिट आईक्यू, जीके र इंग्लिशको कम्प्लिट सिलेबस तपाईलाई कभर गराउने छौं। सो यदि तपाईहरु यो क्लासमा जोइन हुन चाहनुहुन्छ भने आजै तपाईले चाहिँ यो कोर्समा तपाई जोइन हुन सक्नुहुन्छ र तपाईहरुको लागि यदि तपाईले फर्म भर्नु भएको छैन भने तपाईले दरखास्त भर्नु होला। सो अन्तिम दिन तपाईको चाहिँ पुस 15 गतेसम्म छ। डबल दस्तुर तिरेर तपाईले पुसको 22 गतेसम्म दिन सक्नुहुन्छ र सँगसँगै तपाईले चाहिँ दस्तुर तिर्ने चाहिँ तपाईको चाहिँ पुसको 23 गते भित्र तपाईले चाहिँ यो दस्तुर जुन परीक्षा फी तपाईले चाहिँ पे गर्नुपर्ने हुन्छ। सो यो तपाईले फर्म भर्नु भएको छ भने कृपया चाँडो भन्दा चाँडो फर्म भर्नु होला। बाँकी तपाईको एजुकेसन क्वालिफिकेसन सँगसँगै तपाईको जुन तपाई कुन कुन सेवा समूहमा जान सक्नुहुन्छ त्यसको लागि हाम्रो युट्युबमा थुप्रै यो स्टार्टिङको जुन ओरिएन्टेसन क्लासहरु भएको छन् त्यहाँ हामीले एकाडेमिक क्वालिफिकेसन देखि लिएर थुप्रै कुराहरु र के सब्जेक्ट म्याटर तपाईले चाहिँ पढ्नु पर्छ सेक्सन अफिसरको लागि हैन चाहिँ हामीले सेकेन्ड, थर्ड, फोर्थ को हैन वा विभिन्न सेवा समूहको लागि चाहिँ हामीले तपाईलाई कोर्सको बारेमा डिटेली हामी जानकारी दिएका छौं। सो त्यो भिडियो पनि हेर्नु होला। साथै यो भिडियोको डिस्क्रिप्सनमा हजुरले लिंक पाउनुहुन्छ, त्यो लिंक क्लिक गरेर पनि तपाईले चाहिँ त्यो भिडियो हेर्न सक्नुहुन्छ। र तपाईहरुमा हामीले यो फास्ट ट्र्याक ब्याचमा चाहिँ हामी तपाईलाई चाहिँ डेली लाइभ क्लास लिएर आउँछौं। त्यसको तपाईले चाहिँ ब्याकअप भिडियो पनि पाउनुहुन्छ, जुन तपाईको लागि चाहिँ 3 मन्थ्ससम्म तपाईले चाहिँ यो ब्याकअप भिडियो हेर्न सक्नुहुन्छ। अर्थात तपाईको एक्जाम सम्म तपाईले चाहिँ यो पढ्न सक्नु भइहाल्यो। र सँगसँगै तपाईले लाइभ क्लासमा जुन जति पनि हामी तपाईलाई चाहिँ पढाउँछौं, जुन स्लाइडहरु हुन्छ त्यसको तपाईको चाहिँ पीडीएफ नोट्स तपाईले चाहिँ प्राप्त गर्न सक्नुहुन्छ। र सँगसँगै हजुरलाई चाहिँ हाम्रा विभिन्न विषयवस्तुहरुमा च्याप्टर वाइज जुन एमसीक्यूज पनि हजुरलाई चाहिँ जीके मा, इंग्लिशमा पक्कै पनि पाउनुहुन्छ। सो यो सेवा सुविधा साथ तपाईले पढ्न चाहनुहुन्छ भने यो कोर्समा चाँडो भन्दा चाँडो जोइन गर्नु होला। एकदमै नोमिनल फीमा हामीले यो कोर्स गर्न गरेका छौं। मात्र हजुरहरुले चाहिँ 3500 मा यो कोर्समा तपाईहरु जोइन हुन सक्नुहुन्छ। अब क्लास कुन समयमा हुन्छ भन्ने तपाईको यदि क्वेशन छ भने हामी हरेक दिन बिहान 6:30 बजे आईक्यू विषयको हामी तपाईहरुलाई चाहिँ यो क्लास गराउँदै छौं, जहाँ सुनिल छेत्री सरले तपाईलाई सहयोग गर्नुहुनेछ र सँगसँगै बेलुका 5:30 बजेको समयमा तपाईलाई चाहिँ हाम्रो राजु सरले र सुरेश सरले तपाईलाई चाहिँ यो सामान्य ज्ञान खण्डको लागि चाहिँ तपाईलाई चाहिँ सहयोग गर्नुहुन्छ, जहाँ तपाईलाई चाहिँ यसको डिटेल कन्सेप्ट र सँगसँगै एक्जाममा आएका क्वेशनहरुलाई पनि सरले चाहिँ यो सेसनमा हजुरलाई चाहिँ कभर अप गर्नुहुन्छ। र बेलुका 9 बजेको समयमा तपाईहरु चाहिँ इंग्लिश ल्याङ्ग्वेज कम्पिटेन्ट टेस्ट यहाँहरुकै एकदम मनमुटुमा बस्न सफल हाम्रा रिनाउन्ड फ्याकल्टी राजीव नेवार सरबाट तपाईले चाहिँ पढ्न सक्नुहुन्छ। सो यदि यो समय तपाईलाई चाहिँ अनुकूल छ र यो समयमा तपाईहरु चाहिँ फ्री भएर पढ्न चाहनुहुन्छ भने तपाईहरु यो कोर्समा जोइन हुन सक्नुहुन्छ। हामी यो कम्प्लिट कोर्स हो। तपाईहरु चाहिँ यो शाखा 2 को फर्स्ट पेपरको लागि हैन तपाईहरु चाहिँ एडुसबमा जोइन हुनुपर्छ। सो इन्डिभिजुअल कोर्स भन्दा पनि तपाईलाई हामीले फुल फ्लेज यो कोर्सकै लागि हैन चाहिँ हामीले यो सानो कोर्स फास्ट ट्र्याक कोर्स सुरु गरेका छौं। सो तपाईहरु चाँडो भन्दा चाँडो एडुसबमा कन्ट्याक्ट गरेर चाहिँ यो कोर्सको बारेमा जानकारी लिँदै र यो कोर्समा चाहिँ इनरोल हुनु होला। सो कन्ट्याक्टको लागि यहाँ तपाईलाई नम्बर दिएको छ, तपाईहरु हामीले कल गर्न सक्नुहुन्छ, साथै WhatsApp गरेर पनि हजुरले यो कोर्समा जोइन हुन सक्नुहुन्छ। पक्कै पनि यहाँहरुले यो भिडियो आफ्नो साथीहरुमा शेयर गर्नुहुन्छ भन्ने अपेक्षाका साथ आजको यो सानो इन्फर्मेटिभ भिडियोबाट म बिदा हुन चाहन्छु। हस्त नमस्ते।